केटाहरू लाउरे बात आएको छ कि हेर्नु न त्यो सुर्केस लिएर आएको छ हामी चाहिँ यता आएको छौँ यताबाट हाम्रो श्रीले ड्राइभिङ गर्नु भएको छ तपाईँ यता पछाडि देख्न सक्नुहुन्छ आमामा यति धेरै सामानी मान्छेहरू आएको छ होइन केटाहरू हामीले 2 करोडको सुटकेस पाइसकेको छ होइन केटाहरूले मोस्ट एक्सपेन्सिभ ब्रान्डेड कपडाहरूको सपिङ गरेर आएको छ यहाँ एक सुटकेस 1 करोड ओके यहाँ देख्न सक्छ केटाहरू फेरि हेलमेटै नछैन कि डाटाहरूलाई फेरि सोध्छ आमामामा के नालेको केटाहरू के हो यार केटाहरू गाउँमा भित्रिसक्यो के दसैँ आइसक्यो फाइनली गाइज हामी चाहिँ हाम्रो गाउँको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ अहिले चाहिँ हल्का लाइट रेन फलिङ भइरहेको छ सो इट्स लुकिङ लाइक क्लियर क्लिस्टर सुन्दरताले भरिपूर्ण सजिएकी हेक्लाङ पनेरदी अहिले चाहिँ हामी यहाँ ट्याक्क दसैँ पनि चलपल भइरहेछ अनि साथीहरू पनि इन्डिया विदेशबाट कोरिया जापानबाट आइसकेको छ र हामी चाहिँ यहाँ टक्क लाएर नयाँ टिङ हाल्ने प्रोसेसमा छौँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ गजब केटाहरू होइन कोरियाबाट आएको यो भाइ चाहिँ भर्खरै अहिले हामी देख्न सक्छौँ यहाँ हामी चाहिँ भर्खरै यता आइपुगेछौँ यतातिर चाहिँ हामी खाल्दा खाइसकेको छ देख्न सक्नुहुन्छ हाम्रो भान्जा भर्खरै कुवेतबाट आउनुभएको आज अफ्रिकाबाट टिङ हाल्न भनेर आइसकेको छ तर यहाँ पनि हाम्रो भेनाजहरू पनि ट्याक्क संयोजक सल्लाहकारमा हाम्रो दाजुहरू देख्न सक्नुहुन्छ यता होइन हामी टक्क अब चाहिँ अर्को एपिसोड हामी चाहिँ अब पल्लो गाउँदेखि यहाँसम्म बल्ब हाल्ने छ होइन यस्तो झिलिमिली बनाउने छौँ कि सक्रिय मात्रामा अलिकति घाम लाग्छ होइन घाम लाए पनि यस्तो जुगाड टेक्नोलोजी प्रयोग गरेर हामी यता भन्दैछौँ रुम्स बाई मुस्कान दिँदै गयो अरे छाटा उडाउनेमा को लेभलिङको काम भइरहेको छ अहिले भने हाम्रो टक्क यसमा चाहिँ यता हेरिदिनु न सुल्दिनी किनहरू कस्तो लागिरहेको छ तपाईँलाई आज अब यसपछि भने हामी बाटो खुन्दडादेखि पनेरडी लाउनको लागि हामी तयारी अवस्थामा छन् भाइहरूले यहाँ तारहरू झिकिसकेका छन् हाम्रो चाहिँ यहाँ मेटेरियल यहाँ छन् बल्ब सलबहरू यहाँ सबै आइपुगेको छन् र हाम्रो भाइहरू टक्क रेडी भइसकेका छन् र कोही साथीहरू उतातिर छन् उताबाट गरिरहेका छन् यो चाहिँ हामी यो टार चाहिँ हामी उसमा यो पनेरडीको स्कुलदेखि बिछ्याउँदै जानेछ कहाँसम्म पुग्छ त्यहाँसम्म राख्ने छ यो वर्ष भने अनि अरूको ठाउँमा भने हामी फेरि के भन्छ उता गाउँमा पनि राख्ने छ होइन गाउँको ठाउँमा पनि सबैतिर राख्नेछौँ यहाँ मात्र राख्ने होइन हामी गाउँभरै राख्ने हो अरू ठाउँमा रिपेयर गर्न पनि छ है यहाँ चाहिँ हामी तार हाल्ने प्रोसेसमा छौँ है भाइहरूले हालिरहेको छ चाहिँ हामी आधा हालिसकेका छौँ र अहिले चाहिँ हामी सामान बोकेर सो अहिले चाहिँ सबिन भाइहरूले बल्ब बोकेर आएको छन् र केटाहरूले चाहिँ यहाँ टार बोकेछन् हाम्रो चाहिँ 20,000 को कस्टिङ परेको यो टार हामी चाहिँ पनेरडी स्कुलदेखि हाल्दै यहाँ जङ्गलतिर आइपुगेको छौँ र यो हाल्नुको मुख्य कारण भनेको हामी जब साँझ पर्छ कुनै साधन हुन्न लिन जाने मान्छे हुँदैन र बस आउँदा धेरै शास्ति खेपेको कारणले हामी त्यो महसुस गरेर हामी यो टार हालिरहेछौँ र यो हाल्ने क्रममा केही साथीहरूले चाहिँ आलोचना गरेको छ त्यो आफ्नो ठाउँमा ठिकै हो तर पनि यो समग्र रूपमा हेर्दा अलि युजफुलै देख्छु म राम्रै हो अलि राम्रोसँग है त्यहाँ त्यो यताबाट अलिकति मिलाएर तैँले त्यो यहाँ फुकाए राम्रोसँग अलि राम्रोसँगै त्यहाँ भिरमा केटाहरू भिरमा गएको छ न डेन्जर छ भने डर पनि लाग्छ न यो राम्रो काम गर्दा फेरि हामी यसलाई एडजस्ट पनि गर्नुपर्छ सबिन भाइ त्यहाँबाट रुखबाट छिराए राम्रोसँग यहाँबाट त्यो जमुनाको बाटो क्या अहिले चाहिँ त्यो उसमा राख्ने यो माथिको भागेमा गर्ने भाइ अहिले बुस्तामा चढिसकेको छ है राम्रोसँगै त्यो ढोमा गरेको छ है राम्रोसँग यहाँ चाहिँ हामी यो मोडथोक आइपुगेको छ अहिले तार बिछाउँदै र यता सबिन भाइले चाहिँ तार मिलाउँदैछ भने यता राजन भाइले चाहिँ तार सपोर्टिङ मिलाइरहेछ न ऊ पर्ने भाइ चाहिँ माथि गएर त्यहाँ ह्याङ्गिङ गर्न लगाइरहेछ ल राम्रोसँग
त्यो उता त्यो तिमीले तार मिलाउँदै गर अनि त्यो पेन्सिस ल्याउँ त पेन्चिस दे बाबु पेन्चिस दे बागा ऊ त्यो उसमा हङ्गामा गरौँ यसलाई यसरी टानौँ होइन यहाँबाट माथि अनि यस्तो गरेर त्यो बान अब भयो त्यो राम्रोसँग कनेक्सन अब लास्टै गर्मी भएको छ हामी चाहिँ यहाँ भट्टी बनाएको छ करण भाइ यता ल्याउँ त त्यो पेन्चिस तर पसिना भए पनि केटाहरूले अलि साथ छोड्यो बल खेल्न गयो कोही हेर्न गयो होइन बल खेल्नु राम्रो हो तर आज हेर्ने मान्छेहरू चाहिँ नगएको राम्रो हुन्थ्यो है ल्याम त सोल्थ्यो त हामी चाहिँ यो अलिकति गर्मी छ तैपनि हामी प्रयास गरिरहेछौँ यसलाई बेस्ट बनाउन लागि पसिना यहाँ सब चिलाएर यस्तो भइसकेको छ यो चाहिँ हामी यस्तो गरौँ अलिकति यो चाहिँ उस हुन्छ नि पानी पस्छ यसलाई चाहिँ वाटरप्रुफ गर्नुपर्छ हामीले अहिले टेप सेप हालेर यस्तै गरौँ तार काट्न पर्छ यस्तै गर्नु होइन बुझेको छैन यो त ठिक गर्मी छ अब यतिको गर्दा चाहिँ हाम्रो केही साथीहरूले चाहिँ आलोचना पनि गरेको थियो त्यो चाहिँ ठिकै थियो आलोचना गरेको तर यो चाहिँ कुनै नराम्रो पक्ष होइन हामीले गर्न खोजेको किनभने हामी सिधै बाइकमा गाडीमा साधनमा हिँड्ने मान्छेहरूलाई चाहिँ सजिलो छ र जुन मान्छेहरू गाडीबाट ओर्लेर आउनुहुन्छ नि जस्तै यो जाडो मौसममा त्यसै गरी हाम्रो यो ढिलो भएको बसको अवस्थामा चाहिँ हामी एकदमै सास्टी खेप्नु परेको म आफै पनि महसुस गरेर यो गरेको र सबैलाई त राम्रो नलाग्न पनि सक्छ होइन हामीले तर राम्रो बेस्ट गर्न खोजेको अब सबैलाई चित्त बुझ्ने कुरा त हुँदैन तर अब हामीलाई केही 80% मान्छेहरूलाई भए पनि चित्त बुझोस् भन्ने हो यसमा हामी चाहिँ आफ्नै हाम्रो स्पोन्सर श्री डम्बर सिंह भर्ती दाजुबाट प्राप्तको रकमले यो लाइट बत्ती जडान गरेको छौँ र यसमा चाहिँ हामी खुन्डाडादेखि को नजिकैबाट हाम्रो स्कुलको बाटोसम्म राख्नेछौँ त्यही हो अब यसपछि हामी भोलिपल्ट त फेरि अब खामासामा गाडिसकेका छन् यसपछि हामी पनि गर्ने हो टिङ पनि हाल्ने हो यसलाई पानी वाटरप्रुफ गर्नको लागि हामी यो टेपको सिल्डिङ गर्नुपर्छ दादा त्यही हो अब कति गाह्रो हुँदो रहेछ त सब साथीहरूले धोका दियो के गर्नु एक्लै परियो साँझको अहिले 6 बजिसकेको छ अझै पनि हामी तार तानिरहेछौँ लास्ट स्टेजमा आइपुगेका छन् अहिले अन्तिममा आइपुग्दा म र मेरो क्रोन भाइ मात्रै छन् सबले साथ छोड्यो होइन यस्तै हो न अलिकति गर्नु खोज्यो भने अलिकति कुरा काट्छ नराम्रो भइन्छ फेरि गरौँ भनेर कसैले त हौसला दिन्छ तर नेभर लङ टर्म होइन साथ दिँदैन सो हामी अन्तिम साथसम्म के भन्ने प्रयास जारी छ होइन के कस्तो महसुस भएको सबै साथीहरू छोडेर गएको छ लास्ट अहिले 6 बजिसकेको छ लास्ट 2-3टा बल्ब हाल्न चाहन्छ पनि भन न यता चाहिँ हाम्रो लिपपोट पनि भइसकेको छ हाम्रो दिदीहरूले लिपिरहेको छ हाम्रो भान्जीहरूले मुस्कान दिँदै लिप्दै गर्नु भएको छ यहाँ हामी चाहिँ फेरि अब नेक्स्ट डेमा हामी पुनः लाइट हाल्न गएको छौँ केटाहरूले हिजो साथ छोडेको थियो तर आज भने हामी फेरि साथ दिइरहेछन् केटाहरू यहाँ उपस्थित भइसकेका छन् अब हामी हिजोको काम पुरा गर्नको लागि जानेछौँ लेट्स गो आज दोस्रो दिनमा हामी यता हाम्रो चाहिँ ज्वाइँ भान्जा राजाले चाहिँ यता बोन्डिङ काम गरिरहेछ केटाहरू हामी देख्न सक्नुहुन्छ अनुप भाइको त स्माइलै बब्बाल हो कि बाइक चलाउँछ नि हरेक एकदम ल आज भने हामी लास्ट डेस्टिनेसन यही हो यहाँबाट पनेरडी हुन्छ यहाँ तपाईँले रातिमा चाहिँ बत्ती बाल्नु पर्दैन यो सर र अहिले चाहिँ हामी यो बत्ती राख्नेका लागि तयारी अवस्थामा यहाँ हामी यो चाहिँ हामीले निकै कष्टको आज चाहिँ साथीहरू मैले हिजो कमेन्ट्री हानिदिएको त सबै हेल्प गर्न आएको छ आज चाहिँ
सो गुड डे। केटाहरूले होल्डर सोल्डर जोडाएको छ यहाँ तयारी अवस्थामा हामी भएको देखिन्छ होइन। अहिले चाहिँ हामी यहाँ होल्डर सोल्डर फिट गर्नेछौँ र माथि चाहिँ केटाहरूले जोडिरहेको छन् यहाँ देख्न सक्नुहुन्छ। ल त्यो अलिकति राम्रोसँग अलिक सिन्सियर भएर है। प्लास्टिक हटा न अनि राम्रो छ। हामी यहाँ आइसकेका छन् कनेक्सनलाई। गाइज हामी फाइनली चाहिँ बत्ती जोड्न सफल भयो। अहिले चाहिँ मेन स्विच बक्स यहाँ छ, यसलाई अझै एडभान्समा गर्नेछन्। केटाहरू साथीहरू पनि यहाँ आइपुगिसकेका छन्। सब हामी पल्लो गाउँसम्म बत्ती राखेर भइसक्यो फाइनल्ली हामी। अब यसपछि हामी भने रातिको भ्यू देखाउनेछन् कस्तो देखिँदो रहेछ पल्लो गाउँदेखि हेर्दा होइन। कस्तो लागेको छ तपाईँहरूलाई आजको? एकदम खुसी लाग्यो। एकदम विदेशमा रहनुहुने एकदम सहयोग गर्नेहरूलाई धेरै धेरै धन्यवाद। यस्तो पानी पर्दा पनि तपाईँहरूले यस्तो खट्नु भएन, यस्तो पानीमा पनि केटाहरूले एकदमै काम गर्यो है। यसको लागि एकदम सपोर्ट गर्नुभएको छ। भिजेर काम गर्न केही दुःख लागेको छैन। ल धन्यवाद। अब भने हामी रातिको भ्यू यो बत्ती बलेको भ्यू फेरि तपाईँलाई देखाउँछौँ। अहिले चाहिँ हामी सालबास डाँडामा छौँ र अहिले पनेरदीको भ्यू हेर्न आइरहेका छौँ। हाम्रो साथीहरूले यताबाट हेरिरहेछन् र हामीले बल्ब हालेको थियो, अलिकति एन्टी डाइरेक्सन भएको कारणले गर्दा चाहिँ अलिकति बल्बहरू देखिया छैन तपाईँ होइन। कस्तो लाग्छ तपाईँहरूलाई अहिले बत्ती हालेर? सर्वसाधारणलाई निकै सहज भएको महसुस हामी गर्न सक्छौँ। यहाँ देख्न सक्नुहुन्छ यो सब भएर युवा क्लबले हालेको यो बाटोको बत्ती देख्न सक्नुहुन्छ र यो पनेरदी गाउँको र केही ठाउँहरूमा अझै पनि रिपेयर गर्न बाँकी छ र धेरै ठाउँहरूमा हामी राखिसकेका छौँ। अहिले किन यति धेरै यतिको सानो देखिया छ भन्दाखेरि यो एन्टी डाइरेक्सन बल्ब भएको कारणले गर्दा पनि हामी अलिकति राम्रो गर्न सकिएको छैन, देख्न सकिएको छैन। अनि वाट पनि त्यत्तिकै सानो भयो किनभने हामीसँग धेरै बजेट पनि थिएन र बिजुली खपत पनि बढी गर्ने भएको कारणले हामी एभरेजमा हाल्दा यतिको देखिया छ। तपाईँहरूले यहाँबाट महसुस गर्न सक्नुहुन्छ। यो हो पनेरदी गाउँ। अहिले चाहिँ हामी खुन्डाडा आइपुगिसकेका छौँ र अब हामी चाँडै नै प्रवेश गर्नेछौँ पनेरदी। ल गाइज हामी पनेरदीको बाटो हिँड्दैछौँ। ल तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ एउटा बल एउटा पोइन्ट। अब पनेरदी जाँदा कुनै पनि तपाईँहरू डराउनु पर्ने अवस्था छैन क्या, यस्तै झिल। ल यहाँ पनि अर्को बल हामी आइसकेका छौँ। फेरि पनि हामी अर्को त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ फेरि अर्को बल तपाईँहरूले देख्न सक्नुहुन्छ। उता पारि पनि अर्को बल। यो चाहिँ हाम्रो पनेरदी जाने बाटो निकै रमणीय देखिन्छ। ल यहाँ पनि फेरि अर्को त्यसै गरी हामी प्रवेश गरिरहेका छौँ। यहाँ पनि हामी फेरि अर्को बल देख्न सक्नुहुन्छ। त्यस्तै गरी हामी धेरै ठाउँहरूमा बत्ती राखेका छौँ। अनि फेरि पनि यहाँ हामी अर्को बल्ब यहाँ राखेका छौँ। हामी एकदमै धेरै मान्छेहरू खुसी पनि छौँ र केही मान्छेहरूले आलोचना पनि गरेको छौँ। ठिकै हो, यतिकोमा धेरै सबैलाई मनपर्ने भन्ने चिज त कहाँ हुन्छ होइन। अब कोही कोही त आलोचना त भइहाल्छ नि अलिअलि त। ल फाइनल्ली हामी पनेरदी यसको कन्ट्रोल बक्स चाहिँ यहाँ छ है। निकै नै रमाइलो छ। हामी पनेरदीमा यहाँ उसमा ल हामी चाहिँ पनेरदी आइसकेको छ हाम्रो घर। ल त्यसपछि हामी जानेछौँ। ल हेलो हाम्रो भवन यो चाहिँ हाम्रो चौबारीमा हामीले आज यसलाई डेकोरेटिङ गर्नेछौँ। यस्तै गरी हामी यहाँ पनि बाटोमा बत्ती हालेका छौँ। ल केटाहरू दसैँ आइसक्यो। दसैँ केटाहरू हामी नेपालमा केटाहरू दसैँ आइसक्यो है। दसैँ केटाहरू भित्रिसक्यो। यो चाहिँ हामी फाइनल्ली हाम्रो पनेरदी गाउँमा आइपुगेको छौँ। यो चाहिँ हाम्रो पनेरदी गाउँको पसल हो, तर कसको हो थाहा छैन मलाई पनि। अनि यहाँ हामीले तपाईँहरूले देख्न सक्नुहुन्छ यो पसलमा सिसी क्यामेराको पनि व्यवस्था रहेको छ। अनि यता पनि हाम्रो सेपरेट केटाहरू यता जिल्लास पारामा बसेको हामी देख्न सक्छौँ। अहिले भने हाम्रो बिहानको 6 बजिसकेको छ। अलिकति निन्द्रा पनि पुगेको छैन, हिजो रातिसम्म काम गरेको र अहिले भने हामी यो पिङ जोड्ने तयारीमा छौँ। जिउ झन् भर्खर उठेर आयो होइन। हिजो राति 1 बजीसम्म हामी बत्ती जोडेको थियो होइन गाउँभरि, त्यही भएर अलिकति निन्द्रा पुगेन क्या होइन। उहाँ झन् 2 बजीसम्म काम गरिरहनु भएको थियो। तपाईँहरूले देख्न सक्नुहुन्छ यता यतिको सबैजना हाफ निन्द्रामा आइसकेको छ है। केटाहरू माथि चढिसकेको छन्, डोरी टाँगेर अब यसलाई उचाल्ने प्रयासमा छौँ। बच्चाहरूको पनि त्यत्तिकै भिड छ होइन। कस्तो भइरहेछ आज? हेलो हेलो भन्नु ल, ठिक छ नि होइन? ल ल
यस्तै छ है। अब यो पछि जोडेपछि हामी फेरि तपाईँहरूलाई देखाउनेछौँ। हो भने हामी माथि उचाल्ने तयारीमा छौँ। अहिले भने हामी यति नै भनेर म पनि यता सहयोग गर्नु जानु पऱ्यो नि होइन, फेरि क्यामेरा मात्रै खिच्यो भन्ला होइन। त्यस कारणले हामी चाहिँ अब यो उठाउने तयारीमा छौँ। ल यस्तरी उठाउनुपर्छ है। देखाছি আমার তেল ছেকে না হের্नु अहिले चाहिँ हाम्रो आयो। अब यसको सेटअप हामी यो अहिले हामी चढाइसकिसक्यौँ होइन। यसको सेटअप अब हामी यसको डिजाइनमा कनेक्सनहरू दिनेछौँ। त्यसो भइरहेको छ। अहिले भने हामी यहाँ ट्रेकिङ गर्न लाग्छौँ र यता हाम्रो जेठान भेनाजुहरू यता ट्याक्क सल्लाह सुझावको लागि यता आउनु भएको छ होइन। कस्तो भइरहेको छ तपाईँलाई आज? एकदम हाम्रो दसैँको लागि एकदम आज गुड छ। ल धन्यवाद। यहाँ चाहिँ हाम्रो दाजुहरूले ट्याक्क भाइहरूले टक्क पुरा सक्रिय भएर हालेको छ है। हाम्रो मामाज्यू चाहिँ यहाँको मेन मिस्त्री हुन्छ। मिस्त्री चाहिँ यता बिहान 6 बजीदेखि आएर उहाँहरूले काम गर्नुभएको छ। आज भने ल यता भने हाम्रो यहाँ ग्राइन्डर मेसिन काटेर त्यसको लागि पार्ट्सहरू जोड्ने काम गर्नुभएको छ दाजुहरूले। हिन्दू जात वीरमसान करवीर मसान डाक दो अंतरी भाषा अंतरी भाषा भूत सही भाषा भूत माता भाकेरी शिकारी भाकेरी ल फाइनल्ली वी आर सक्सेस टु कस्तो भइरहेछ तपाईँहरूलाई? Yeah,